हेलो गाइज सम्पूर्णमा ह्याप्पी होली। यो चाहिँ हाम्रो अर्को क्लासको मिसकोमा बनाउनु हुँदैछ मिसले पनि हैन। हाम्रो बच्चाहरू जति उमेर ठुलो भए पनि उनीहरूको बिहेभियर चाहिँ अलिकति सानो बच्चाहरू जस्तो हुन्छ। त्यसले गर्दा उहाँहरू आफै पनि नसक्ने, अनि त्यसले गर्दा यसरी मिसले पनि हेल्प गर्दै हुनुहुन्छ। उहाँको त चाहिँ हातको समस्या। अनि यहाँ चाहिँ हाम्रो म्यामले सबैजनालाई ह्याप्पी होली भन्दै चक्लेटहरू बाँड्नुभयो, टिकाहरू लगाइदिनु भयो। जेउस आजको दिन खुसी भयो हैन। बच्चाहरू पनि चक्लेट खान पाउने हैन। टिका कोही चाहिँ यसरी टिका लगाइदिनु बित्तिकै पुछिहाल्ने के, अनि चक्लेट लिएपछि अनि कोही चाहिँ मलाई खोइ भने कोही चाहिँ कति उयो गरेर राख्ने क्या, टिकाहरू जोगाएर राख्नेहरू हुन्छ। 2-3 जना चाहिँ अलिकति उहाँहरूको त्यो बिहेभियर नै हो, अनि उयो गरेर पुछिहाल्छन्। अनि यसरी चक्लेटहरू बाँड्दै टिकाहरू लाउँदै त्यो रमाइलो भयो क्या। अनि त्यसपछि सबैजनालाई म्यामले टिकाहरू लगाइदिनु छ क्लासमै। मेरो चाहिँ यहाँ 10जना मात्रै हुनुहुन्छ क्या आज। अनि अर्को क्लासको पनि ल्याएर राखेको थियौँ आज। उताको म्याम एकछिन व्यस्त भएर, अनि नभए चाहिँ मेरो क्लासमै जम्मा 19जना हुनुहुन्छ क्या। अनि यसरी हामीले त्यो गरिसकेपछि भित्र सबै काम सकेपछि यसरी बाहिर नि सबैजना ग्रुपिङ फोटोहरू भिडियोहरू बनाउने भनेर सबैजना निस्क्यौँ क्या। कतिजना चाहिँ निस्किनु भएन। अनि यसरी हामी जम्मैजना आज चाहिँ हामी लगभग 45-46जना थियौँ, बच्चाहरू थिए। अनि यसरी क्लासमा पनि हामीले यति रमाइलो गऱ्यौँ। क्लासमा पनि यी बोर्डमा भिडियोहरू उयो गरेर होलीको भिडियोहरू लगाएर पुरा डान्स गर्दै, अनि उनीहरू मात्रै डान्स गरेर भएन, आफू पनि डान्स गर्नु पर्यो। डान्स गर्दा यति रमाइलो भयो है। सँगसँगै नाच्छन् बच्चाहरू पनि, धेरै एक्सपर्ट भइसक्यो नि त अब। यसरी हामी सबैजना रमाइलो गरेको। यो चाहिँ मेरो क्लासको मात्रै होइन, अर्को क्लासको पनि बच्चाहरू मिसाएकोले गर्दा अलिक ठुलाहरू पनि छन्। मेरोमा चाहिँ एकदम साना बच्चाहरू मात्रै छन्। यसरी हामी सबैजना यसरी नाच्यौँ। अनि क्लासमा पनि एकदम रमाइलो गऱ्यौँ। लु को फसै भन्दै भन्यौँ पुरा। कोही चाहिँ ननाच्ने, कोही चाहिँ यता हेर्ने। नाच्न त सबै नाच्छन्, उनीहरूलाई नाच जस्तो रमाइलो चाहिँ केही लाग्दैन। यति धेरै इन्जोय गर्छन् है। होलीमा पनि हामीले यति धेरै रमाइलो गऱ्यौँ है। अब 18-19 गते होलीमा त भेट हुँदैन, तर पनि यसरी क्लासमै हामी एकदम धेरै रमाइलो गर्छौँ क्या। हरेक कुराहरू यसरी हामीले सेलिब्रेसनहरू गर्छौँ। अब अहिले होली, अनि हामी अब बच्चाहरूसँग यसरी फेरि बाहिर सबै क्लासको मिसहरू हामी सबैजना डान्स गर्ने भनेर यसरी सबैजना निस्क्यौँ। सबैजना निस्किएर सब डान्स गर्ने है भनेर ठुलो हामीले साउन्ड बक्स बजाएर डान्स गऱ्यौँ। यो चाहिँ बाहिर। अघि चाहिँ म क्लासमा नाच्दै थिएँ, अहिले चाहिँ यहाँ यसरी बच्चाहरूसँग यसरी बाहिर पुरा लु सबै क्लासकोहरू आउने भनेर सबै क्लासकोहरू नाचेको यति नाच्यौँ है। बच्चाहरू पनि यति रमाइलो माने है। अनि उनीहरू सबैजना टक सबैजना डान्सहरू गरिसकेपछि आज हामी खाजासाजा खाएपछि अनि उनीहरूको सदा चाहिँ स्कुल बिदा भयो है। यो चाहिँ हाम्रो धरान र बौद्धिक अपाङ्ग बाल कल्याण विद्यालय हो। हामी चाहिँ यहाँ डाउन सिन्ड्रोम, अटिजम र बौद्धिक अपाङ्ग भएको बच्चाहरूलाई पढाउँछौँ। यहाँ त्यस्तोहरू पनि पढ्छन् र भन्नेहरू पनि हुन्छन्, तर त्यो पढाउँदा पढ्छन्। हामीले चाहिँ उनीहरूको क्याटेगोरी अनुसार छुट्याएर पनि राखेका छौँ। हामीले फाल्टो अटिजमको फाल्टो मिस हुनुहुन्छ। हामी फाल्टो अरू बच्चाहरूलाई पनि हामीले उसको क्षमता हेरेर क्लास वाइज बनाएर राखेका छौँ पढाउने। अब मेरोमा चाहिँ सबभन्दा साना बच्चाहरू छन्, अनि एकजना अटिजम पनि हुनुहुन्छ। उहाँले चाहिँ अब मैले सानैदेखि उहाँसँगै मेरो क्लासमै राखेको हुनाले ऊ चाहिँ मसँगै बस्छ। अनि म चाहिँ बोर्डबाट पढाउँछु क्या। मान्छेले भन्छन् नि, त्यस्तो पनि हो र, प्राइभेट राम्रो हुन्छ, यस्तो सरकारी यस्तो। त्यो होइन, त्यो त सोच्नेमा भर पर्छ। हामीले पनि केही गर्न खोज्यौँ भने गर्न सकिन्छ। सेवाको भाव राख्नुपर्छ है। म चाहिँ जति सक्छु होइन, उनीहरूले जे चाहन्छ त्यो सिकाउँछु के। म त्यहाँ गएर म टिचर हो नि त, म टिचर हो भनेर म टिचरको तरिकाले उनीहरूलाई गराउँदिनँ। उनीहरूको तर्फबाट सोचिदिन्छु के म। उनीहरू जस्तो सक्छन् उनीहरूले